नमस्कार आदि छोटा आजको नेपाली बसमा म ऋषि धमला देशको मूल नीति राजनीति अर्थनीति कूटनीति अच्छा भाषण कम एक्सन बढी गर्नु छ। अच्छा ठीक है। त्यो जेरी पकाउने मान्छेले मलाई आज के भनिराखेको छ थाहा छ? ऋषिजी तपाईँ आइसकेपछि हाम्रो पसलमा जेरी खाने मान्छेहरूको लाइन लाग्यो। मैले पकाएका जेरी खानेहरूले मलाई भने के ऋषि धमलाले पकाएको जेरी तपाईँ पकाउन सक्नुहुन्छ? सोधे रे जेरी पकाउनु के गलत थियो? गाँव जा सकता हूँ। कसलाई भोट हाल्ने? यसपालि त हाम्रो नयाँ पार्टी हो, सिधै कुरो। माटो माटो होइन, अब यो चाहिँ त्यो अब के हो, यो हल्लाउने हल्लाउने। यो मिल्छ भने एउटा सर्वदलीय बैठक बसेर मतगणना चाहिँ रौतहट क्षेत्र नम्बर 4 बाट सुरु गरौँ न। यो त आफ्नो क्षेत्रको भन्दा पनि ऋषि धमलाको के कति आयो भनेर कस्तो उडुरी हुन थाल्यो। असम्भव, संसारमा कुनै पनि तानासारी त गर्न सक्दैन। ऋषि धमलाको 6 वटा आयो भनेर उडाइरहेको थियो नि, अहिले 16 आइसक्यो। नभए भने के गर्नुहुन्छ? होइन, हार्न मैले जानेको छु। बाई बाई टाटा गुड बाई गया। तिमीलाई चुनावमा नउठ भनेको होइन मैले। अहिले अँध्यारो मुख लाएर आएर हुन्छ? हारिन्छ चुनावमा नउठ, यो घर भित्र राखेर पैसा ननिकाल भनेको होइन। कति पीडा छ, कस्तो पीडा छ। ऋषि धमला के भन्ने फेरि हार्यो, किन हार्यो? अहिले काहीँ छ नि यो जोकर भएन भने सर्कस चल्दैन भनेर छोडिदिएछ नि तपाईँलाई। मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न चाहन्छु। गृहमन्त्री को भन्छ सोध्नु भयो? महेश दाईलाई पहिला गृहमन्त्री बनाउने, त्यसपछि महेश दाईलाई प्रधानमन्त्री बनाउने। भातडा बनाउँछन् प्रधानमन्त्री। मलाई त प्रधानमन्त्री नभइकन त म बस्नै सक्दिनँ। प्रधानमन्त्री नै चाहियो भने म दिन्छु अहिले भनेर 3 चोटि भनेको थिएँ मैले केपीलाई। प्रधानमन्त्री को बन्ला त आगामी निर्वाचन पछि? केपी ओलीले प्रधानमन्त्री बन्छु भनिरहेछ। हर्का सापमाङजी तपाईँ प्रधानमन्त्री बन्न पछाडि त मै हो प्रधानमन्त्री। साला सोनी मगले हुन्छ लेखेर त्यस्ता केटीमा भुलिरहेछ एमाले। जुनको छेउमा के हो र तारा, ओइ 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 गोली भन्दा तिम्रो या जन्मा। मुझे सूर्य भाव 52 वर्षको भरभराउँदो युवा हो जेनजी भई। जेनजी भनेको आतङ्ककारी हो। राष्ट्रपासले यति धेरै डर छ। मलाई घन्टी मन्दिरमा हुन्छ, जङ्गलमा हुन्छ, गाउँमा पनि हुन्छ नि। त्यसो भए त घन्टी घरमा पनि हुन्छ नि। को पैसा खाने बालनलाई ठोक्ने भयो। आइजो बालन त पनि र्यापे होस्, म पनि ट्यापे हो। भोट म जान्जी हो। किन भिजन छ राम्रो। के छ भिजन? ढुङ्गा बोकाउँछ, जिउ दुखेको निको पार्छ नि। अत्याचार, आक्रमण, बरान, असमझदारी, विकल्पविहीन विदेशी बैंक।